हाई गाइज गुड मर्निङ। अहिले चाहिँ बिहानको 6 पनि बजेको छैन। हामी चाहिँ ट्रेन स्टेसन पुगिसक्यौँ। अब किन पुगेको भनेर थाहा पाउनको लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि ट्रेनमा चाहिँ बिहानै भएर होला क्या, खासै मान्छेहरू थिएन। खासमा चाहिँ हल्ला गर्न पाउँदैन नि त ट्रेनमा। अनि त्यसपछि ऊ चाहिँ लाइभ बसेँ अनि म चाहिँ निदाएँ। अनि एकछिनमा चाहिँ हामी पुग्यौँ तोकोसीमा। यहाँ चाहिँ हाम्रो दिदीको घर छ। अनि त्यहाँ पुगेर चाहिँ म चाहिँ फटाफट रेडी भएर तल निस्केँ। अनि फेरि निस्किसकेपछि दिदीहरू चाहिँ के सामान बिर्स्यो भनेर फर्केर जानुभयो क्या। अनि त्यसपछि हामी चाहिँ एकछिन पर्ख्यौँ। अनि दिदीहरू आउनुभयो। अनि आएपछि चाहिँ हामी चाहिँ घुम्न जान लाग्यो। अहिले चाहिँ कलेज छुट्टी छ नि त। अनि कलेज भएको बेला फेरि काम पनि हुन्छ, कलेज पनि। अनि स्टुडेन्ट लाइफ म्यानेज गर्न अलिक गाह्रो हुन्छ नि त। तर मान्छेलाई चाहिँ अब यो म्यानेज गर्न गाह्रो भएको कुरालाई लिएर हो कि न ओभर एक्सपेक्टेसन राखेर फुलफिल नभएको भएर होला। जापान चाहिँ एकदमै दुःख छ, गाह्रो छ भनेर भनिरहेको हुन्छ क्या। अनि तर मलाई चाहिँ त्यस्तो लाग्दैन। अब लाइफ हो, सर्भाइभ गर्नको लागि अलिकति तलमाथि भइहाल्छ नि, त्यो चाहिँ नर्मल नै लाग्छ मलाई चाहिँ, होइन। हामी चाहिँ यहाँ बिच बाटोमा फेरि कोम्बिनीमा छिरेर अनि खानेकुराहरू किन्यौँ। अनि म चाहिँ चिया लभर हो नि त। अनि जहाँ पनि चिया चाहिँ किनिहाल्छु कि, अनि खाइहाल्छु। अनि त्यसपछि मैले चाहिँ चिया किनेँ। अनि त्यसपछि चिप्स किनेर खाएँ। अनि बाटोमा चाहिँ यस्तो राम्रो भ्यू थियो नि, होइन। अनि यस्तो भ्यू हेर्दै हेर्दै हामी चाहिँ पुग्यौँ हाम्रो डेस्टिनेसन। अनि त्यसपछि हेर्नुहोस्, वाउ यस्तो राम्रो ठाउँ थियो नि, होइन। भिडियोमा जस्तो देखेको छ नि त्योभन्दा नि रियलमा राम्रो थियो क्या, होइन। अनि त्यसपछि फोटोसोटो भिडियो खिचेर अलिअलि घुमेर हामी चाहिँ निस्क्यौँ खाजा खानको लागि। अनि त्यहाँ नजिकै नेपाली रेस्टुरेन्ट थियो। अनि त्यहाँ गयौँ अनि खानेकुरा खायौँ। दिदीहरूले चाहिँ के खानुभयो त्योहरू। मैले चाहिँ अब आफू त परियो भातै, मैले चाहिँ भातै अर्डर गरेँ। अनि भातै खाएँ। अनि हामी चाहिँ भोलि मात्रै फर्किने हो नि त। अनि आज चाहिँ यतै बस्छ। अनि हामी चाहिँ हाम्रो बस्ने वासस्थानतिर लाग्यौँ आजको लागि चाहिँ। बाई बाई।